सम्पूर्णमा नमस्कार। आम निर्वाचन 2082 ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै 2/3 नजिकको अत्याधिक बहुमतसहित सरकारमा जाने र जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्ने म्यान्डेट दिएसँगै आज 2082 साल चैत्र 13 गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा मन्त्रीमण्डल समेत गठन भइसकेको छ। अब यसरी मन्त्रीमण्डल गठन भइरहँदा प्रधानमन्त्री तथा मन्त्रीमण्डलका सदस्यहरू समेतका विषयमा यसले के गर्ला र यस्तो मान्छे किन भयो भन्ने खालका नकारात्मक टीका टिप्पणीहरू भइरहेको देखिन्छ। लोकतन्त्र हो, बहुमतको कदर गर्नै पर्ने हुन्छ। जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर सरकार बनाउने म्यान्डेट दिइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्ने नै भयो र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि पक्कै थाहा भएको हुनुपर्छ कस्तो अवस्थामा जनताले विश्वास गरेका हुन् र कस्तो अपेक्षा गरेका छन् र अपेक्षा अनुसार काम गर्न नसक्दा कुन अभिगत हुन सक्छ भन्ने खालको आकलन पक्कै पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई होला र त्यही अनुसार उहाँहरूले आफ्ना मन्त्रीमण्डलहरू गठन गर्नुभएको होला, मन्त्रीहरू पठाउनु भएको होला। त्यसैले अहिलेका लागि हामीले मन्त्रीहरूका बारेमा नकारात्मक धारणा बनाउनु भन्दा पनि उहाँहरूलाई काम गर्न दिउँ, सक्दो सहयोग गरौँ। यसरी गर्दा पनि उहाँहरूले काम गर्न सक्नु भएन भने त्यसपछि सरकारको विकल्प खोज्ने, सरकारलाई खबरदारी गर्ने, चेतावनी दिने अथवा विभिन्न विकल्पहरू सोच्ने अधिकार आम जनतासँगै भएको हुँदा हाम्रो अपेक्षा हामी जुनसुकै पार्टीमा विश्वास गर्ने, जुनसुकै वादमा विश्वास गर्ने अथवा जुनसुकै क्षेत्रमा काम गर्ने भए पनि हामी सबैको चाहना भनेको देश विकास, सुशासन र पारदर्शिता नै हो। यसैले यो विषयहरूलाई सम्बोधन गर्न सक्नु भएन भने राष्ट्रिय स्वतन्त्र पार्टी अथवा अहिलेको मन्त्रीमण्डलको नै अभिगत पुरानो पार्टीको भन्दा पनि नराम्रो हुने निश्चित छ। त्यसैले अब केही समयका लागि धैर्य धारण गरेर हामीले यो सरकारलाई हेर्नुपर्नेछ र तत्पश्चात पनि परिणाम नदेखिने आएमा मात्रै त्यसपछि अन्य विकल्पहरू सोच्नुपर्नेछ। सधैँ विश्वास नगरेर मात्रै पनि हुँदैन, केही समय विश्वास गरौँ, हेरौँ, भएन भने अन्य विकल्प त छँदैछ। र नवगठित बालेन्द्र शाह नेतृत्वको नेपाल सरकारलाई हार्दिक शुभकामना छ। तपाईहरू जनअपेक्षा पुरा गर्न सफल हुनुहोस् र सफल नहुनु भएमा तपाईहरूको विरुद्धमा जनता फेरि तयार हुने नै छ। हस्, जय नेपाल।